आज हामी ओरिगनको यो टुलिप गार्डन हेर्नलाई जाँदैछौँ। यस्तो स्टेट मेला लागेको रहेछ यहाँ। मेरो नातिलाई यहाँ फोटो खिचाउनु मन लाग्ने कि डक्कीमा फोटो खिचाउनु मन लाग्यो। ल डक्की रेस यो हेन पाइप के हाम्रो नेपालमा त पानी खान युज गर्छौँ, यहाँ त खेलाउने अरे बच्चा बच्चीले। बल चाहिँ पानीको फोर्सले चाहिँ बलहरूलाई चाहिँ बगाउने अरे। मेरो नातिलाई फेरि परालमा खेल्न मन लाग्ने, यहाँ खेल्ने ठाउँ बच्चा बच्चीहरूलाई चाहिँ खेल्ने ठाउँ बनाइदिएको कि। टुलिप गार्डन जाँदैछौँ। यो अप्रिल महिनामा चाहिँ एकदमै राम्रो फुल फुल्छ कि टुलिप गार्डन। यो हेर्नलाई चाहिँ हामी चाहिँ 4 घन्टाको बाटो गएका थियौँ। यस्तो राम्रो छेउछेउमा हिँड्न पर्छ, बिचमा चाहिँ हिँड्न दिँदैन, फुल भाँचिन्छ भनेर। कति राम्रो के, सबै थरीको फुल। यो चाहिँ अलि अर्कै थरीको रहेछ, त्यो पनि कस्तो राम्रो रातो, कस्तो राम्रो लागेको के। हामी चाहिँ अलि उसमा गएको थियौँ चाहिँ मान्छेहरू साँझ पख गएका थियौँ, त्यही भएर अलिकति धेरै चाहिँ बिजी छैन, धेरै मान्छेहरू छैनन्। एकदमै हामीलाई पनि एकदमै चाहिँ फराकिलो लागेको थियो। रातो फुल टुलिप गार्डन कस्तो राम्रो के, कति किसिमको के, रातो पहेँलो अनि चाहिँ पिङ्क कलर, अनि त्यसपछि फेरि के अरे त्यो पर्पल मालती रङ, कति किसिमको के देख्दाखेरि। अब सानो भिडियो चाहिँ बनाउनै पर्यो आएपछि। यत्रो 4 घन्टाको बाटो आएपछि त्यो एउटा भिडियो त बनाउनै पर्यो नि त। अब अहिले सोसल मिडियाको जमाना छ, टिकटकको जमाना छ, बनाउनै पर्यो। यति राम्रो लाग्यो कि त्यहीँ बसेर चाहिँ रात दिन कटाउँ जस्तै, फुल पुतली बनेर त्यहीँ भुन गरौँ जस्तो लाग्यो कि। यति राम्रो, आहा कस्तो ठाउँ, स्वर्ग जस्तो लाग्ने कि ठाउँ हेर्दा त त्यहीँ बसिरहँ जस्तो गरे रात दिन। साँझ परेको थियो, घर फर्किने तरखरमा थियौँ, हतारै छ।